हेलो एन्ड नमस्ते वाट्सअप अबुधाबी। अब तपाईँ सबैजना सन्चै नै हुनुहुन्छ होला। हामी त सन्चै नै छौँ है। सो हामी चाहिँ यतिकै पार्कमा बसि नै रहेछौँ है। सो सधैँ जस्तो यी दुई हल गोरु मेरो साथ छन्। सो हामी चाहिँ यतिकै अब गोरु नै त हो नि तिम्रो केटा हो, अब के हुनु त। सो हामी चाहिँ पार्कमा यतिकै बसिरहेछौँ है। सो यो चाहिँ पहिला घेरा गरेको थियो, अब चाहिँ हामी यहाँनिर घेराभित्र भयो नि आएर बसिरहेछौँ है। सुदीप हजुर के छ हालखबर? एकदम बढिया छ। हजुरको के छ हाल? एकदम ठिक छ। सो नयाँ नौलो भन्दाखेरि पनि नयाँ नौलो भन्दाखेरि के हुनु र, आबुधाबीमा त एकदम यहाँनिर बम र बारुदको गोला भइरहेछ यहाँनिर। सो सिचुएसन अलिकति तनावग्रस्तै छ है। सो आज चाहिँ 3 बजेतिर होला सायद, हुन्छ नि यो के भन्छ, इरानले यहाँनिर युएसए को बेस क्याम्पमा हानिरहेछ। सो 3 बजेदेखि बहुत मिसाइल हानिरहेको थियो। अहिले चाहिँ अलिकति कम्ती भएको छ। अघि भर्खर पनि हामी आएर बसेको यहाँनिर खोइ कुन ठाउँमा हान्यो। अनि त्यही नै हो, यो के अरे अमेरिका र इजरायल मिलेर इरानलाई हानिरहेछ न। इरानले पनि डिफेन्स गरिरहेछ, यहाँ युए को गभर्मेन्टले पनि डिफेन्स त गरि नै रहेछ है। सो यहाँको मान्छेहरूलाई चाहिँ नआत्तिनु भनेर भनेको छ, यहाँको नेपालीहरूलाई, यहाँको मतलब अरूहरूलाई पनि, मतलब यहाँको जुन त्यो लोकलहरूलाई पनि नआत्तिनु भनेर भनिरहेछ र भित्रै सक्दो भित्रै बस्नु भनेर भनि नै रहेछ है। सो हामी चाहिँ दिनभरि म काहीँ नै गइनँ है। अल्छी लागिरहेको थियो बिहानदेखि है। अनि यतिकै रुममा बसिरहेको थिएँ। अनि बेलुका भए पछाडि अहिले 3 बजीतिर होला नुहाएँ। अनि त्यस पछाडि 3 बजीतिर नुहाएँ। अनि त्यस पछाडि एकछिनको घरमा कुरा गरेँ। अनि त्यस पछाडि बम बारेर सुरु भइहाल्यो। अनि अहिले एकछिन ललित दाइ र म अघि बाहिर निस्केर थियौँ। अनि फेरि अहिले केटाहरू यतिकै रुममा बसिरहेको थिएँ। अनि मैले लु न त जाउँ केटा पार्कतिर घुमेर आउँ भनेर यता हाम्रो सुदीपलाई, अनि त्यस पछाडि अर्को एकजना उता फेरि हाम्रो सबै भ्लगर मात्रै छौँ है। सो हामी चाहिँ अब ऊ चाहिँ आइफोनवाला भ्लगर हो, म चाहिँ एन्ड्रोइडवाला भ्लगर। यता हाम्रो अर्को एन्ड्रोइडवाला भ्लगर छौँ। हामी चाहिँ सबैजना भ्लगर मात्रै छौँ यहाँनिर है। हाम्रो टोलीमा भ्लगरको कम्ती चाहिँ छैनन् है। सुरुवात चाहिँ मबाट भएको थियो, तर अब अहिले सबैले स्टार्ट गरिसके, खुसी नै लाग्छ। सो त्यही नै हो, देखा सिखी सिचुएसन अलिकति तनावग्रस्तै छ भनेर भनौँ न। अब त्यही नै हो, बम हानाहान भइरहेछ यहाँनिर। सो हाम्रोदेखि छेउमा यहाँ कुवेत, बहराइन, अनि त्यस पछाडि साउदीमा पनि, मतलब त्यो युएसको जति पनि मिलिट्री बेसमा छ इरानले मतलब फायर गरि नै रहेछ र यहाँ पनि गरि नै रहेछ। सो अहिले चाहिँ अलिकति शान्तै छ भनेर भनौँ न। अघि चाहिँ धेरै नै भइरहेको थियो आकाशमा, अहिले भर्खरै पनि एउटा पडिरहेको थियो। अनि अहिले चाहिँ अब नर्मलै छ भनेर भन्नुपर्छ। सो हाम्रो साथी यहाँ एक्सर्साइज गरेर बसिरहेछ है। सो अर्को साथी यहाँनिर मेरो हातमा कस्तो के देखिरहेछ भनेर बसिरहेछ। सो हरियाली छ यहाँनिर। सो पार्कमा बसि नै रहेछौँ। सो केटाहरूको चाहिँ छुट्टी पनि सकिसक्यो, मेरो चाहिँ अझै एउटा छुट्टी बाँकी छ। सो वरिपरि मान्छे अलिअलि छौँ भनेर भनौँ न। जे होस्, अब आज छुट्टीको दिन छ सबैको, अनि त्यही भएर सबैजना यतापट्टि पनि बसिरहेछ नि। अरू प्रायः त्यति मान्छे त छैनन्। यतापट्टि खाली चाहिँ यहाँनिर घेरा लागेको छ, त्यही पनि हामी घेराभित्र बसिरहेछौँ। सो केटाहरू चाहिँ पुरै एक्सर्साइज गरिरहेछन् है। हान लु खोइ त 1 2 3 4 5 6 7 8 9 10 11 11 12 13 14 15 16 18 20 अयो। सो केटाहरू चाहिँ दिनभरि रुममा बसेर अहिले चाहिँ एक्सर्साइज गरिरहेछन् है। दिनभरि रुममा मजाले पल्टेर बसेर अहिले आएर चाहिँ एक्सर्साइज गरिरहेछन् केटाहरू यहाँनिर, हेर्न सक्नुहुन्छ गाइस। सो मान्छेहरू वरिपरि घुमि नै रहेछन्, हामी चाहिँ यतिकै बसिरहेछौँ है। ए त्यसो नगर मुला, त्यसो गर्नु हुँदैन मुला, गाह्रो पर्छ फेरि। प्यान्ट च्यात्तिने त भन्दा पनि अलिकति त्यस्तो कन्टेन्ट नहानौँ भनेर नि। अहिले त्यसो नगर, त्यसो गर्दा गर्दै च्यातिन्छ नि, थाहा भयो। सो हामी यतिकै बसि नै रहेछौँ है। वेदर राम्रै छ, चिसो पनि छैन, हावा पनि चलेको छैन, आज चाहिँ ठिक्क छ है। सो अहिले चाहिँ बेलुका, मतलब यो महिना बहुत राम्रो छ वेदर बस्नको लागि, घुम्नको लागि। त्यही भएर म बाहिर निस्किरहेको छु। अब गर्मी पलाएपछि म निस्किन्न, यो छोरो बाहिर निस्किँदैन अब गर्मी पलाएपछि है। कहाँ जाने?
टकपट्टा रहेछ होइन त्यहाँ पर छ त्यहाँ पर छ सेटअप गर्ने ठाउँ है बस न एकछिन यहाँ तिमी के बसेको छैन के हाततिरको बस न एकछिन बस न कति यस्तो दामी झार छ हेर यहाँ कस्तो दामी छ हेर यहाँ कस्तो दामी छ यहाँ रे हेर हेर यहाँ कस्तो दामी छ आउ न सो त्यही नै हो हामी यत्तिकै बसि नै रहेछौँ है सो त्यही नै हो अब सिचुएसन ठिकै नै छ भनेर भन्नुपर्छ यहाँनिर है अहिले त बमबारी सारी केही भएको छैन त्यति साह्रो सो अब भोलि के हुन्छ थाहा छैन सो आज चाहिँ अलिअलि यसो बमसम झाऱ्यो होला त्यही पनि अलटुगेदर ठिकै नै छौँ हामी त अब ठिकै भएकोलाई ठिकै भन्नुपर्छ त्यही अब जति पनि जना हुनुहुन्छ सेफ रहनु त्यही त हो है सो अरू के भन्न सकिन्छ र अब यस्तै नै छ अब हुन त वार भन्ने चिज राम्रो त होइन नै है यो काम के अरे वार यता र उता यो बमबारी गरेर काम त छैन त्यही पनि अब हामीले भन्दा हुनेवाला छैन त्यही पनि अब हेरौँ के हुन्छ सो त्यही नै हो चाँडै नै वार रोकियोस् भन्ने हो हाम्रो त अरू त के हुनु र यो बेकारमा यो है यो खुन बर्बादी किन है यो पावरको चक्करमा बेकारमा सो त्यही नै हो गाइस है सो म पनि अब त्यही नै हो अब केटाहरू परतिर जाने भनेर भन्दैछु सो भिडियो पनि लामो बनाउँदिनँ सो त्यही नै हो किप वाचिङ मी बाई लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल है 8-15 मिनट सो बाई र जहाँ पनि हुनुहुन्छ विदेशमा जुनै ठाउँमा पनि हुनुहुन्छ चाहे त्यो कुवेत होस् कतार होस् मलेसिया होस् बराइन होस् जहाँ पनि बमबारी भइरहेको छ सबैजना नेपालीहरू सेफ रहनु होला सो त्यही नै हो सो बाई एन्ड टेक केयर बाई